तपाईको पहाडको खोटाङ ठुलवारदेखि हलेसीदेखि लिएर कहाँ पुगिन, तपाईको भएको संसारमा सबै ठाउँ पुगे। तर जहिले पनि हेरौँ उनीहरू पनि यसरी बसिरहेका छन्, जाएर बसिरहेका छन्। अब म पनि उनीहरूसँग गएको छु भने उनीहरू पनि यसरी बसिरहेका छन्। उनीहरू पनि के माग्दै कसो माग्दैछन् त? मेरो दिमाग त्यतातिर जान्छ। हालेलुया। जब हामी उनीहरूसँग माग्न जाँदैछौँ उनीहरू आफै मागिरहेका छन्, कोही गरिरहेछन्, कोही गरिरहेछन्, उनीहरू पनि मागिरहेछन्। अब यिनीहरू पनि मागिरहेका छन् भने हामी पनि यिनीहरूसँग माग्छौँ भने यिनीहरू नै भिखारी छन्, मलाई के दिला? हालेलुया। तर हामीलाई कसले दिने त भनेर मलाई तपाईको यो ठाउँसम्म प्लेटफर्ममा पुग्न खोज्नलाई 35 वर्ष लाग्यो। हालेलुया। कति वर्ष? 35 वर्षसम्म लाग्यो। 35 वर्षसम्म लाग्यो। अनि त्यस पछाडि मैले उकाली र ओराली धाएँ, यसो पाएँ। अब मलाई के चाहियो है? मैले उकाली धाइयो, ओराली धाइयो, अब यसो पाइयो, मलाई के चाहियो? केही पनि चाहियो। हामीले जीवनमा उकाली धाइन्छ, ओराली धाइन्छ, देउराली भन्जाङीहरू धाइन्छ, तर यसोमा मात्रै शान्ति छ। अनि त्यो शान्ति कहाँ पाएँ भन्दाखेरि एक दिन म बिमारी कोही लिएर गएको थिएँ गोपामा जाँदाखेरि मती 11 को 28 पदले त्यहाँ पढिदिनुहोस् त। मती 11 को 28 पद एकदम त्यहाँ स्पष्ट लेखेको, ए बोझले दबिका थपिका मौकामा हो तिमीहरूलाई विश्राम दिने। त्यो ट्र्याक हालेको थियो। म त रोगी थिएँ, बिमारी थिएँ, यस्तो थियो। अनि मैले त्यो ट्र्याक निकालेँ, सट्ट निकालेर अनि हेरेँ, ए बोझले दबिका थकेका मौका म तिमीहरूलाई विश्राम दिने। ओ अनि त्यो मैले निकालेर सट्ट हालेँ। अनि यो चाहिँ के हो भनेर अनि त्यहाँ सुनाउने मानिसहरूले मलाई चाहिँ सुनाउँदा म हे बाउ आमाले नमानेको, मेरो बाउ बराजुले नमानेको भनेर म लुक्ने व्यक्ति। अनि जब त्यो ट्र्याक भेट्टा पछाडि ती बा जो फुपा बैठामा म गएँ, म बोले राई थिएँ, तिनले मलाई सुनाउँथे, इन्डियन लाउरे थिए मान्छे, त्यसले मलाई सुनाउँथे र म भाग्थेँ। तर उहाँले त्यो सुनाइसके पछाडि अनि म त्यो ट्र्याकलाई लिएर भने हे अहिले तिमी नगर। मलाई उहाँले कति दिन ग्याप राख्नुभयो थाहा छ? 1 महिनासम्म होल्ड राख्नु। 1 महिना पछाडि मलाई उहाँले परमेश्वरमा ल्याउनु। आज म उहाँलाई धन्यवाद दिन्छु र मेरो प्रभु येशूलाई पनि धन्यवाद दिन्छु। हाम्रो जीवनमा केही न केही समस्या र सङ्कट भएर मात्रै परमेश्वरमा आएका छौँ प्रियहरू, त्यतिकै आएका छैनौँ। हाम्रो जीवनमा पक्ष नगएर बिमारले होस् या सङ्कटमा होस्, समस्यामा होस् या ऋणमा होस् या कर्जामा होस् या हरेक तीर्थधामहरू गएर कहाँ तक नगएर हामी केही गर्न नसकिसके पछाडि मात्रै यो प्लेटफर्म। किनभने हिरोको लास्टमा आउँछ चान्स। बुझ्नुभयो नि? हिरोको लास्टमा आउँछ चान्स। हाम्रो प्रभु येशू ख्रीष्ट हिरो हुनुहुन्छ। संसारबाट तपाईँ गर्नुहोस्, संसारको मान्छेहरू कति भन्नु छ भन्नुहोस्, येशू ख्रीष्टले भन्नुहुन्छ मलाई हेला गर, मेरो पितालाई हेला गर, तर मेरो पवित्र आत्मालाई हेला गर्ने कोही यो युगमा होइन, कुनै पनि युगमा क्षमा हुने छैन। हामी आज पवित्र आत्मालाई हेला गर्ने मान्छेहरू यो संसारमा कसरी, तपाईँले हेर्नुभएको होला इन्डियाका ठुला ठुला कलाकारहरू र नेपालका कलाकारहरू को हालत के भएको छ? हाम्रो शिखारा लाभा सारा लाभा भनेर मजाक उडाउँदै तिनीहरूले अनि हालेलुयाको मजाक उडाउँदाखेरिको आजको प्रतिभाहरू उनीहरूले देखेका छन्। त्यस कारणले मैले तपाईँहरूलाई यो भन्न खोजेको कारण किन भन्दाखेरि हामीले आफूलाई विश्वास गर्नुपर्छ। जीवन र सत्य बाटो येशूमा मात्रै हामीले विश्वास गर्नुपर्छ। आमेन। र मैले तपाईँहरूलाई यो कुरा किनभने यहाँनिर हामी पहिलो पत्रुस 5 को 7 मा हामीले हेऱ्यौँ भने तिमीहरूका सारा फिक्रीहरू उहाँलाई सुम्पिदेऊ किनकि उहाँ तिमीहरूको वास्ता गर्नुहुन्छ। आमेन। उहाँले तपाईँ हाम्रो चिन्ता फिक्री जति पनि टेन्सनहरू छ परमेश्वरलाई सुम्पिदिनुपर्छ। अनि उहाँले चाहिँ तपाईँ र मेरो चिन्ता फिक्रीहरू उहाँले चाहिँ हेर्नुहुन्छ। जीवनमा दुःख पीडा कमजोरी र समस्या किन आउँछ भन्ने प्रश्न धेरै गहिरो छ। बाइबलले भन्छ मानिस पापमा स्वभावमा जन्मिएको छ। मानिस यो संसार पापको संसारमा छ र मानिस पापी हो र त्यसको मृत्यु पापको ज्वाला हो। अनि यो संसार पापले बद्धिएको संसार हो। अनि संसारमा पापको ज्वालाबाट बच्नलाई बाइबल धर्मशास्त्रको वचनहरू छ। यसले मात्रै तपाईँलाई बचाउन सक्छ। न तपाईँलाई रुपियाँले, न पैसाले, न तपाईँको आमा र बुवाले, न तपाईँको दाजुभाइले, न तपाईँको छिमेकीले, न श्रीमान र श्रीमतीले बचाउन सक्दैन। सक्छ त तपाईँको बाइबलको वचनले मात्रै सक्छ। त्यस कारणले हामीलाई यस संसारमा यही दुःख आउँछ, पीडा आउँछ, सङ्घर्ष आउँछ, तर परमेश्वरले हामीलाई
एक्लै छोड्नु हुने छैन, किनभने उहाँले आशा र शान्ति र बल दिनुहुन्छ अनि हामीलाई बुद्धि र ज्ञान दिनुहुन्छ र हरेक समस्याबाट उहाँले हामीलाई खराबको जरबाट तत्नत बनाएर हामीलाई विजय गर्नुहुन्छ। यी सबै परिश्रम गर्नेहरू भारी बोझले थपिएका दबिएका हो, मेरोमा आओ, म तिमीहरूलाई विश्राम दिनेछु। पवित्र बाइबलले धर्मशास्त्रले भन्छ कुनै कुरामा चिन्ता नगर, तर परमेश्वरमा प्रार्थना निवेदनको साथमा लागिरह। शान्ति जो सबै समझदार मान्छेमा छ त्यसमा विश्वास होस् र अडिग भएर तपाईँ म लाग्नु पर्दछ। अनि हाम्रो जीवनमा यही छ कि जीवन हाम्रो छोटो छ तर विचार हाम्रो ठुलो हुनुपर्छ। आमेन। अनि हाम्रो विचार सोच, किन भन्दाखेरि हामीलाई कतिजनालाई बाइबल पढ्दै जाँदाखेरि निन्द्रा लाग्छ, बाइबल पढ्दै जाँदाखेरि हाई आउँछ, बाइबल पढ्दै जाँदा अल्छी लाग्छ। तर म तपाईँहरूलाई भन्दछु, बाइबलले भन्छ हामी धेरै कष्टहरू भएर परमेश्वरको राज्य प्रवेश गर्नुपर्छ। पवित्र बाइबल भन्छ हाम्रो जीवनमा धेरै कष्टहरू भएर भोगेर हामीले प्रवेश गर्नुपर्छ। पवित्र बाइबलले भन्छ समस्याबाट छुटकारा आउँछ बाटो, बाइबलले यसरी देखाउँदछ। म तपाईँलाई भन्छु 7-8 वटा छन् यहाँ। समस्याबाट छुटकारा पाउने बाटो बाइबल यसरी दिन्छ, सिकाउँछ अथवा दिन्छ। परमेश्वरमा भरोसा राख्नुहोस् 1 नम्बर, 2 नम्बरमा निरन्तर प्रार्थना गर्नुहोस् र तपाईले निरन्तर प्रार्थना गरेको, अनि 4 मा खराब बाटोबाट छोडेर सत्यको र प्रेममा हिँड्नुहोस् र 5 मा छ धैर्य राख्नुहोस्। धैर्य भन्दा सोच्नुहोस्, अलिक धैर्य राख्नुहोस्, नघबराउनुहोस्। अनि परमेश्वरको 6 मा छ परमेश्वरको वचन पढ्नु र पालन गर्नुहोस् र 7 मा छ आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राखेर आफ्नै सारा समझले भर नपरिकन परमेश्वरमा भरोसा राख्नु। हामी बलमा, बुद्धिमा, धनमा, सम्पत्तिमा, आफ्नोमा, आफूमा होइन, परमेश्वरमा राख्नु। पवित्र बाइबलले भन्छ परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई कुनै कुराको अभाव हुँदैन। अथवा हामीलाई कुनै कुराको अभाव पनि हुने छैन। पवित्र बाइबलले भन्दछ दुःख सधैँ रहँदैन, दुःख सधैँ रहँदैन। बाइबलले आशा दिन्छ र कि परमेश्वरले तपाईको आँखाबाट आँसु आएको पुछिदिनु। तपाईलाई पुछ्ने परमेश्वर मात्रै हुनुहुन्छ। रुवाई होइन तपाईको जीवनमा, पीडा होइन तपाईको जीवनमा, आजबाट शान्ति आउँछ। आमेन। यस्तो गर्नुहोस्, आजबाट शान्ति आउँछ तपाईको जीवनमा, तपाईको घरमा शान्ति आउँछ, तपाईको परिवारमा शान्ति आउँछ। पवित्र बाइबलले भन्दछ कि हामी सबै येशूको आलो रगतले धोएका हो। आमेन। अनि जो धोएकाहरू छौं उनीहरू चाहिँ स्वर्गको राज्यको हकदार हुनेछौ। अनि यो संसारको टेन्सन किन लिन्छौ? तिमीहरूको टेन्सन, फिकर, चिन्ता जे छ ऋण सबै मलाई देऊ, म सबै तिमीहरूलाई शान्ति दिनेछु। कति मजाको कुरा छ। त्यसले यो शान्ति खोज्न कहीँ पनि जानु पर्दैन, कुनै ठाउँ जानु पर्दैन, शान्ति तपाईसँगै छ। प्रेम खोज्न जान टाढा जानु पर्दैन, तपाईँ वरिपरि घुमिरहेको छ। तपाईले चिन्नु मात्रै नभएको, तपाईले जान्नु मात्रै नभएको, तपाईले पहिचान्नु मात्रै भएको। किनभने त्यसलाई चिन्नु जान्नुभयो भने तपाईँ वरिपरि घुमिरहेको छ। त्यसकारणले मेरो वरिपरि घुमिरहेको थियो। म चाहिँ उहाँ कहिले डाँडामा, कहिले ओह्रालोमा, कहिले डाँडामा, कहिले ओह्रालोमा भएन, इन्डियाको सबै गएका थिए। झन्डै दिए मलाई त्यतातिर फाँसी। हेर्नुहोस् हाम्रो जीवन त्यस्तोसम्म हुन्छ। अनि हामी खोज्दै जान्छौँ, अनि हामी बिराउँदै जान्छौँ, अनि हामी बाटो बिराउँछौँ, अनि हामी आफै खोज कहाँबाट पाउँछौँ? त्यसको लागि संसारमा टेन्सन छ, सुख छैन, शान्ति छैन, आनन्द छैन, हामीलाई एकदम समस्याहरू छ। तर संसारमा जित्नको लागि तपाईहरूलाई म एकदम भनिरहन्छु निरन्तर प्रार्थनाको जरुरत पर्छ। मैले आदम र हव्वादेखि येशू ख्रीष्टको बारेसम्म तपाईलाई भने, येशू ख्रीष्ट 40 दिन 40 रातसम्म उपवास बसेर बस्नुभयो। पहिला नम्बरमा पनि शैतानै आयो। हेर्नुहोस् त, परमेश्वरको पुत्र उहाँ 40 दिन 40 रात फास्टिङ बसेर
अनि त्यतिखेर पनि शैतान आयो अनि उहाँ आदम र हव्वालाई भड्काएर यो संसारमा ल्याउनलाई पनि सर्पै आयो। आज तपाईँ र मेरो जीवनमा पनि, घरमा पनि, मेरो आमा किन रिसाएर बोल्दैछिन्, आज झर्केर बोल्दैछिन्, मेरो बुढी आज किन झर्केर बोल्दैछ, मेरो आज श्रीमान किन झर्केर बोल्दैछ, आज मेरो दिदी किन झर्केर बोल्दैछ, मेरो आज भाइ किन झर्केर बोल्दैछ भनेर तपाईँ मनबाट भन्नुहुन्छ नि, पहिला तपाईँ प्रार्थना गर्नु। हालेलुया। किनभने तपाईँको त्यो परिवारमा चाहिँ शैतानले चाहिँ त्यो रूप धारण गरेको हुन्छ, रूप धारण अनि तपाईँलाई अनि तपाईँ दुईजना आगो बल्छ अनि त्यसले आगो बाल्ने काम, त्यो शैतानले तपाईँको घर फटाउने काम र तपाईँको परिवार फटाउने काम त्यो गर्छ। तर तपाईँले कहिले पनि त्योसँग मुख लाग्नुभन्दा केही चिजसम्म प्रार्थना गर्नु। प्रभु आज मेरो श्रीमान किन यस्तो हुनुभएको छ, प्रभु उहाँलाई बुझ्ने मन दिनुहोस्। मेरो श्रीमती किन यस्तो भन्नुभएको छ, प्रभु उहाँलाई बुझ्ने मन दिनुहोस्। मेरो आमालाई किन यस्तो भएको छ, मेरो दाजुलाई, मेरो भाइलाई किन यस्तो भएको छ, प्रभु उहाँलाई बुझ्ने मन दिनुहोस् भनेर तपाईँ प्रार्थना गर्नु। अनि प्रार्थना गरेपछि तपाईँलाई उसले आफै बोलाउँछ। किन नबोल्नु भएको, किन नबोलेको, किन नबोले कि, कति राम्रो कुरा। हालेलुया, आमेन, हालेलुया। सुन्दा मजा आउँछ तर कठिनाइ छ, कठिनाइ छ, त्यो भोग्नलाई कठिनाइ छ। एक त नम्बर हामी श्रीमान श्रीमतीमा कहिले गल्ती गर्यो भने क्षमै माग्दैन, क्षमा माग्नु सिक्नुपर्छ। श्रीमान श्रीमतीमा क्षमा माग। श्रीमानले गल्ती गर्यो भनेर मेरो श्रीमती त अनि के को क्षमा माग्नु है। अनि श्रीमती भने नबोले म पनि कहाँ बोल्छु, अनि खाना ल्याएर फट्ट राखिदिने हिँडिदिने श्रीमतीहरू होइन। श्रीमान चाहिँ गएर ठक्क कुर्सीमा बसिदिने, अनि यसले मलाई खाना भन्छ म खाँदिनँ भनेर उसले बसिरहेको हुन्छ, अनि ऊ पनि यसले नदियो म खाँदिनँ भनेर बसेको हुन्छ। अनि यसले के गर्छ, तपाईँले प्रार्थना गर्ने। अनि तपाईँले गल्ती गर्नुभएको छ, प्लिज मैले तिमीलाई अन्जानेमा भने, मलाई सरी, क्षमा गरिदेऊ है। यो तपाईँको मुखबाट, होठबाट एउटा शब्द निक्लिने बित्तिकै दुईजनाको हातेमालो हुन्छ। आमेन, आमेन। जब दुईजनाको यो सरी भन्ने शब्द यति बहुमूल्य सरी, परमेश्वरले त माग्नु भएको छ, पिता यिनीहरू केही जान्दैन, यिनीहरूलाई क्षमा गरिदिनुहोस् है। आमेन, आमेन। जब परमेश्वर आफ्नो दुश्मनलाई माग्नु हुँदैछ र हामी श्रीमान श्रीमती आफ्नो दाजुभाइ दिदीबहिनीमा माग्न सक्दैनौँ र सक्छौँ। भन्नुहोस् न आमेन, भन्नुहोस् न आमेन।